मिडियाका साथीहरू मञ्चको बायाँतिर तपाईहरू आइदिनुस् त। मिडियाकर्मी साथीहरू मञ्चको बायाँतिर आइदिनु हुन। साउन्ड अफ साउन्ड। सायुथुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली। सायुथुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आँचल वीरहरूका रगतले स्वतन्त्र र अचल। ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। अब म सबैजनालाई आज मधेसको राजधानी जनकपुरमा मधेसको यो परिवर्तनको लागि शहादत दिने बलिदानी दिवसको अवसरमा पनि र यो झेन्जी आन्दोलनको क्रममा यो परिवर्तनको लागि शहादत दिने सबैजनालाई विभिन्न कालखण्डमा नेपालको राजनीतिक परिवर्तनको लागि शहीद हुने सबैजनालाई 1 मिनेट मौन धारण गरेर स्मरण गर्नको लागि सबैजनालाई अनुरोध गर्दछु। 1 मिनेट सबैजनाले शान्त भएर यो देशमा राजनीतिक परिवर्तनको लागि आज यो उद्घोष सभाको आधार बनाउनको लागि हामीलाई सघाउनु हुने शहादत दिनुहुने शहीदहरूलाई सम्झिनको लागि म मौन धारणको लागि अनुरोध गर्दछु। समय सुरु। धन्यवाद। अब तपाईहरुलाई एउटा अनुरोध गर्न चाहन्छु, यो ठाउँ खाली नभएसम्म हामी कार्यक्रम कसरी सुरु गर्ने? यो ठाउँ खाली नभएसम्म कार्यक्रम कसरी सुरु गर्ने? हामी यहाँ खाली गरिदिनुस् न, अनि न कार्यक्रम सुरु गर्न सक्छौं हामी। मिडिया कर्मीको लागि हामीले विशेष स्थान तोकेका छौं, कृपया उता गइदिनु होला। मैले भनेको छु क्याट र ऱ्याटलाई भनेको छु सर, उहाँहरु सहयोग गर्नुहुन्छ। यसो आफै परेन भन्नु ऱ्याट के साथी सब उतै अगाडि चलो
सम्बोधन गरिदिनको लागि हाम्रो आजदेखिको सहयोगका सहकर्मी सहयात्री डाक्टर अमरेश कुमार सिंहज्यूलाई अनुरोध गर्दछु। आजको यो आम सभामा म देशलाई पनि मेसेज दिन चाहन्छु, मधेसलाई पनि एक मैसेज दिन चाहन्छु। त्यसकारणले आज को मेरो भाषण अपन सबके भाषा मैथिली में होता है और देश सुनेगा नेपाली में भी होता है। हम राजा जनक, सीता, गौतम बुद्ध के संतान के रूप में एगो सिपाही बने के घोषणा करे के चाहे छी। माता जानकी, माता सीता के संतान के रूप में हम अपने साक्षी रख के हम जनकपुर में लेल प्रवेश कर लिया कि मधेश के बच्चा ही अमरेश सिंह, मधेश के सिपाही है। जब तक अमरेश सिंह न बिकते यही लेल जानकी के मंदिर अपना सबसे ठीक है साइड में साक्षी रख के कुछ हम स्टार्ट करे चाहते। आज यही कार्यक्रम के सभापति देश के नायक आदरणीय रवि लाल छाने के हम सिपाही के रूप में आज देश के नायक 3 गो खलनायक के समाप्त करे के लिए देश के नायक 22 के समाप्त
सिपाही छे और हर मधेश के बच्चा बच्चा कहे पड़ता है कि हम बालन के सिपाही छे और हर के घर में घंटी बजे के हम मधेश के तमाम शहीद, बहुदल नामे वाला शहीद, दुर्गानंद झा से लेकर के सरोज कोराला से लेके रामनारायण मिश्र से लेके माननारायण निधि से लेके रमेश महतो जी से लेके संपूर्ण समय शहीद, ज्ञात अज्ञात मैथ के शहीद, मधेश आंदोलन के तमाम शहीद, बौद्ध गणतंत्र के आंदोलन के तमाम शहीद, मधेश आंदोलन के तमाम शहीद, जैनजी आंदोलन के तमाम शहीद के साक्षी रख के घोषणा करे चाहे कि देश बालन में हो गए है। देश न रुकता न झुकता। देश के मधेश वर्षों से पीड़ित उपेक्षित है। मधेश के जनता के माया चाहिए, कुछ होना चाहिए, एगो ओकरा चाहिए। देश में हम तमाम राजनीतिक पार्टी के चुनौती देने के चाहे हिम्मत करो दोसर पार्टी के मधेसी के बेटा के प्रधानमंत्री घोषित करो, बालन जी का फिरता करो, लेकिन न करता ही तो कैसे मधेश चौपे न दे चौपे जाता ही मधेश का जज सब होता है जाफर होते एमपी मधेसी के बेटा ठीक नहीं, मधेसी के बेटा देखी ना, ये मधेश के बेटा उधर सिपाही अपने से हाथ जोड़ के तारा लाई, कसम तारा लाई। हम सीता मैया के संतान छे, जिना सीता मैया जमीन में समाहित हो गई, हम यहाँ जनकपुर के धरती में समाहित आयल छी। यदि बालन प्रधानमंत्री न बनते तो हम एक जनकपुर के रणभूमि में हम अपना आत्मदाह करवाई, हम घोषणा करके चाहिए। हम यहाँ सत्ता के ना छी, हम यहाँ शहादत देवे के चाह रहे छी। मधेश आंदोलन के साथ साहित्य के साक्षी रखे, जैनजी आंदोलन के साक्षी रखे, देश के तमाम युवा के साथी रखे। अब अगला कोई शहीद बनता है तो देश से ही मधेश से अमरेश बनते, कहा कि हम सत्ता में नाम लिखे चाहिए, शहीद में नाम लिखावे के चाहिए। कहा कि देश को 3 गो खलनायक समाप्त करे, 3 खलनायक के 1 गो नायक 2 गो नायक समाप्त करते आदरणीय सभापति रवि लाल झारे और ये देश के महानायक बालन शाह। और मधेश में जतेक दलाल है, राष्ट्रपा पार्टी कोनो के बेटा बेटी के, कोनो के घर वाली के बनावे के लिए शहीद के रगत पर होली खेले ना लाई, शहीद के रगत के सम्मान करे आले, दोसर शहादत देवे के आले। अब मधेश के बेटा के कुर्बान करके, बेटा बेटी के कुर्बान करके कोनो सत्ता के राजनीति बंद करो। यही हम अपने सबसे हाथ जोड़ के कहे छी, हमारे पास कुछ नहीं, अपने हमारे साथ अपने सब छी। हम एगो अपने के भीख मांगा, एगो गमछा में भीख मांग रहा छी कि मधेश देश के प्रधानमंत्री देव, यदि मधेश देश के प्रधानमंत्री मधेश भुगतान रहते, मधेश के हर माए बाप के, मधेश के हर पुरखा के, राजा जनक के, गौतम मुझ के, सीता के, सबके अपमान होता है। ये अपमान करे का अधिकार देश धरती के कोई मधेश के कोई नेता के नहीं, कोई दलाल के नहीं, कोई बिचौलिया के नहीं। एक का रखवारी करे के काम करू, क्या कि वोट आ रही मधेश में रंगल चार कोनो श्रीमान श्रीमती अति सांसद बने, कोनो कति नेता के बेटा से सांसद करे, कोनो कति नेता की बेटी छी, कोनो कति नेता के घरवाली छी, और कहते कि हमारा मरते गरीब के बेटा बेटी, बनते सांसद नेता के घरवाली। आई हम अपना मधेश में कह के कुछ बात अपने सबसे आगे तक नेपाली में कह के चाहिए। एगो देश के धरती पुत्र, मधेश के धरती पुत्र बालन शाह के अगुवाई में एक तरह के तमाम बिचौलिया, तमाम भ्रष्टाचारी लाइक कार्रवाई हमें गटू यो देश में कुनै भ्रष्टाचारले भाग्न दिन, अस्ति हेलिकप्टर चढेर भाग्न दिन, अस्ति पिटाई खाएर भाग्न दिन, हामी जेलमा राख्छौँ। जनताको रगत पसिनामा होली खेलेको छ, त्यसलाई भन्न चाहन्छु। साथ साथ
कि मलाई फलानुले विदेशीले बताए, कहिले संस्थालाई बदनाम गर्छ, कहिले नेपाली सेनालाई बदनाम गर्छ, कहिले अदालतलाई बदनाम गर्छ। म भन्न चाहन्छु, आजदेखि यो देशको कुनै संस्था देशको हुन्छ र देशको कुनै संस्थालाई दलीयकरण गर्न पाइँदैन। तमाम दलको कार्यकर्ताहरू जो विभिन्न संस्था कब्जा गर्नुभएको छ, अपने सब तनिका हल्ला करो कि जो देश के खलनायक है ना, खलनायक के बात सुनावे पड़ता है। खलनायक के सब दुकान है। ये मैं तपाईले हात जोड्छु, 5 मिनट हल्ला गर्दैछु, यो तपाईको जित हो। म तपाईलाई म भन्न चाहन्छु, यो देशको कुनै पनि राष्ट्रिय संस्थालाई दलीयकरण गर्न पाउँदैन। देशमा कुनै अन्याय भ्रष्टाचार हुन दिँदैन। बालेन साथ त्यो व्यक्ति हो जो 10,000-20,000 मधेसको गरिब छोराछोरीलाई फ्रीमा स्कलरसिप दिएछ। मेयर भएर उसले मेयर गर्न खोज्यो, त्यो 3टा खलनायकले गर्न दिएन। आज मधेसको खलनायक देशको खलनायकको समाप्त गर्ने घन्टी बजाउनु बताएछ। आजदेखि देशको खलनायकहरू पनि समाप्त हुन्छ र मधेसको खलनायकहरू पनि समाप्त हुन्छ। किनकि नायक आएपछि खलनायक भाग्छ। हम सबैले सिनेमा देख्छौँ। यो धरतीमा मैले बीपी कोरोना देखेका थिइनँ, तर बीपी कोरोना पछि कोही देशमा जन्मेको छ, त्यो रवि लामिछाने र बालन शाह जन्मेको छ। त्यो लिस्ट देखेर हामीले चिनाएको छ। अंग्रेजको हुन्छ बालन। हम लास्ट में माता जानकी मधेश के माटी, देश के राष्ट्रीय झंडा, देश के एकता अखंडता के साक्षी रखे कसम खा के चाहिए। मधेसी के संतान हुए हैं कि जब तक बालन प्रधानमंत्री आई से तनुगढ़ सुतम न चौकदारी में क्या जागते रहो, बजाते रहो। आज हामी घंटी बजाउन आएको छु। घंटी भनेको विद्यार्थी सब जनै छी, वार्निङ बेल हुन्छ। त्यस कारणले त्यसपछि उहाँ हुन्छ बालनजी हुन्छ, उहाँकै नि कुरा बोल्दैछु। त्यस कारणले तपाईले बालनलाई प्रधानमन्त्री पठायो भने त्यही दिन यो आन्दोलन सफल हुन्छ। धन्यवाद। जय घन्टी। यस सभामा नेपालको विभिन्न परिवेशमा, विभिन्न प्रदेशमा, विभिन्न राजनीतिक कालखण्डमा परिवर्तनको लागि त्याग गर्नुभएका मधेस सहित अन्य क्षेत्रका शहीद परिवारका केही प्रतिनिधिहरूको उपस्थिति रहेको छ। उहाँहरूलाई बिस्तारै हामी स्टेजमा बोलाउँदै गर्नेछौँ। शहीद रमेश महतोको बुवा आउनुभएको छ, मोहम्मद अनिस राइनको बुवा आउनुभएको छ, बेचन यादवका परिवारका सदस्य आउनुभएको छ, जेनजी आन्दोलनमा संलग्न विजय चौधरीको परिवारजीहरू पनि आउनुभएको छ। उहाँहरूलाई बिस्तारै यहाँ उपस्थिति जनाउनको लागि अनुरोध गर्दछु। यो कार्यक्रमको सञ्चालनको जिम्मा अरू कसैको रहेको थियो, तर मलाई मेरा नेता पार्टी उपसभापति डिपी हरियालज्यूले तपाईँले नै सम्हाल्नु पर्ला भन्ने निर्देशन दिनुभयो र मैले सम्हाल्ने प्रयास गर्दैछु। र अब म छोटकरीमा आफ्नो मन्तव्य, आफ्नो केही कुरा भन्नु छ, किनकि म यो धनुषा 3 को उम्मेदवारीको निर्णय गरेको छु। तपाईहरु सबैजनाको साथ चाहिएको छ। जनकपुरले व्यापारको पनि भाषा बुझ्छ, संस्कारको पनि भाषा बुझ्छ। अब तपाईहरुलाई म एउटा अनुरोध गर्न चाहन्छु, विगतको असफलतामा लगानी गर्न चाहनुहुन्छ कि भविष्यको सफल योजनामा लगानी गर्न चाहनुहुन्छ? हामीसँग योजना छ, 10 वर्ष, 15 वर्ष, 20 वर्षमा कहाँ पुग्छौं भनेर। मेरा केही अग्रज प्रतिद्वन्दीहरूको एजेन्डा रहेको छ, यी अन्तिम बेर चाहिँ दियो भोट, त्यो बाहेक उहाँहरूसँग केही एजेन्डा पनि बाँकी रहेको छैन। यसैले गर्दाखेरि हामी देश परिवर्तनको लागि आएको छौं।
र म यहाँ बालनजीको सरकारको उहाँको नेतृत्वमा हुने सरकारको एकजना अनुयायी, एकजना सहकर्मीको सदस्यको रूपमा रहन चाहन्छु। तर तपाईहरूले मलाई मत दिनुपर्छ, मन दिनुपर्छ, आशीर्वाद दिनुपर्छ, शुभकामना दिनुपर्छ। त्यसैले गर्दा म त्यो अनुरोध गर्न चाहन्छु। म यो जानकी हाई स्कुल 12 बिघा मैदानको जानकी हाई स्कुलबाट एसएलसी पास गरे। रामस्वरूप रामसागर बहुमुखी क्याम्पसबाट क्याम्पस पढे। केही फर्दर स्टडीको लागि काठमाडौँ र केही देश गए। फर्केर आए। जनकपुरको शास्त्रार्थको विकासको लागि मैले जनकपुर साहित्य महोत्सव लगायत केही कामहरू विगतदेखि नै गरिराखेको छु। अब आगामी यात्राको लागि, आगामी कामको लागि तपाईहरूको मलाई कामना चाहिएको छ, शुभकामना चाहिएको छ। जसरी मुम्बईको गणेश पूजा, कलकत्ताको काली पूजा, भक्तपुरको बिस्केट जात्रा, काठमाडौँको इन्द्र जात्राले चिनिन्छ, त्यसरी नै यो अध्यात्मको राजधानीको रूपमा म विश्वभर चिनाउन चाहन्छु। त्यो मेरो प्रतिबद्धता हो। युवाहरूको लागि राम जानकी रङ्गशाला बन्नेछ र त्यहाँ अन्तर्राष्ट्रिय खेल हुनेछ। त्यो मेरो प्रतिबद्धता हो। अब जानकी मन्दिर पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुनेछ। त्यो मेरो प्रतिबद्धता हो। अयोध्यादेखि जनकपुर जोडिनेछ। त्यो पनि मेरो प्रतिबद्धता हो। यो सबै कार्यक्रम लिँदै सुशासन, सार्वजनिक सेवा, सभ्यता, संस्कृति अभियान, पर्यटन र सम्मानजनक कृषि सेवादेखि लिएर सबैमा हामी बाचापत्र हाम्रो डाक्टर स्वर्णिम वाग्ले पार्टीको उपसभापतिको नेतृत्वमा बन्दै गरेको बाचापत्र लिएर आउने नै छौँ, प्रस्ट्याउने नै छौँ। तपाईँको घर घरमा पुग्नेछौँ, हरेक मधेसमा पुग्नेछौँ। मेरो सहयात्री तपेश्वरसँग यो मधेसको लडाइँ अब हाम्रो अग्रज डाक्टर रमरेश कुमार सिंहको अभिभावकत्वमा मधेस अब हामी परिवर्तन गरेर देखाउनेछौँ। तपाईहरू सबैजनाको साथ, तपाईहरू सबैजनाको आशीर्वाद, तपाईहरू सबैजनाको मत र तपाईँ सबैजनाको मन चाहिएको छ। एकचोटि मौका दिनुहोस्। अर्कोचोटि 1825 दिनपछि अर्को चुनावको बेलामा अरूले फेरि एकचोटि मौका देऊ भनेर याचना लिएर आउँछ। हामी हाम्रो रिपोर्ट कार्ड लिएर आउनेछौँ कि के गर्यो 5 वर्षमा भनेर, र त्यो रिपोर्ट कार्ड देखेर तपाईँहरूले हामीलाई फेरि मौका दिनुहुनेछ। तसर्थ यो अनुरोध चाहिँ म त यो सभामा, म त यो जनकपुरमा पटक बोल्ने छु। तपाईँहरूको घरमा, आँगनमा, चौकमा, चिया पसलमा, जानकी मन्दिरमा, राम मन्दिरमा, बलिरहेको पसलमा, लस्सी दोकानमा, हम यही पीते हैं लस्सीमा, ललनको माछा पसलमा, बेचनको चिया पसल स्टेसनमा, सबै ठाउँमा पुग्ने छु र बोल्ने छु। आज हामी अब यस सभामा हाम्रो पार्टीका उपसभापति, यस देशले, यो प्रदेशले, साउथ एसियाले, विश्वले पत्याएको अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेलाई केही कुरा राखिदिनको लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद। प्रणाम जनकपुर। सभापतिज्यू, वरिष्ठ नेताज्यू, राष्ट्रिय स्वतन्त्र पार्टीका नेतागण र यहाँ मिथिलाका सम्पूर्ण आदरणीय बुवा, आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार छ। राजर्षि जनक, आदर्श नारी एवं माता सीता, राष्ट्रिय विभूति विद्यापति लगायत सम्पूर्ण अग्रजहरूको यस पवित्र भूमिमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू यहाँ आउँदा हजुरहरूले दिनुभएको यो अपार माया, स्नेह, आशा, भरोसा, यो सम्मिश्रण सबैका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। मिथिला सभ्यताको केन्द्र, मधेस प्रदेशको मुटु, यो सभ्यता भएकैले यो उन्नत सांस्कृतिक र राजनीतिक पुँजी शक्ति बनेको छ। र आज मधेस यो शक्तिकै कारण
यो देशलाई नै जुरुक्क उठाउन सक्ने प्रचुर सम्भावना बोकेर अगाडि आएको छ। म 35 वर्ष अगाडि एसएलसी परीक्षा दिएर मनोकामना गोर्खाको मनोकामना हुँदै जनकपुरको जानकी मन्दिरमा आएर आशीर्वाद मागेको थिएँ। राम्रो जाँच दिएर आएको छु, आशिष लागोस्। अध्ययन गरेर 10 नम्बरभित्र पढ्न सकौँ, छात्रवृत्ति पाऊँ, पढ्न सकौँ, देश दुनियाँ देखेर पछि आफ्नै मुलुकमा आएर केही गर्न सकियोस् भनेर म 10-11 वर्ष अगाडि नेपाल फर्केर काम थाल्दाखेरिका विभिन्न अनुभवहरू मसित छन्। र यसै मेसोमा मलाई याद छ 10-11 वर्ष अगाडि राष्ट्रिय योजना आयोगले मानव विकास प्रतिवेदन निकाल्दै गर्दाखेरि हाम्रो मधेसका रौतहट जस्ता जिल्लाहरू, महोत्तरी जस्ता जिल्लाहरू बाटो नै नपुगेको त्यो हिमाली भेगको डोल्पा भन्दा पनि पछाडि मानव विकास सूचकाङ्कमा देखेपछि यो विकासकै अवधारणा पनि हामीले परिवर्तन गर्नुपर्छ भन्ने लागेर त्यति बेला योजना आयोगमा अलि फरक ढङ्गले विकासको छलफललाई पनि हामीले अगाडि बढाएको मलाई याद छ। पछिल्ला वर्षहरूमा प्रति व्यक्ति आम्दानीदेखि लिएर बहुआयामिक गरिबीका सूचकाङ्कहरूमा पनि कर्णाली भन्दा पनि पछाडि मधेसका केही धेरै भूभागहरू परेको तथ्यलाई हृदयङ्गम गरेर अब आगामी दिनमा मुलुकलाई समुन्नत बनाउनको लागि, छोटो समयमा समृद्ध बनाउनको लागि के कस्तो योजनाहरू बनाउनु पर्छ भन्दाखेरि मधेस ती समृद्धिका खाकाहरूको केन्द्रबिन्दुमा आउनु पर्दछ भनेर हामीले भनेका छौँ। त्यसैले भावी नेपालको समृद्धि र समुन्नतिको खाका तयार गर्दै गर्दा मधेसका सम्भावनाहरू कृषिमा, सिंचाइमा, यातायातमा, बहुसांस्कृतिक पाटोलाई उजागर गर्नको लागि पर्यटनका विविध आयामहरूमा, हरित औद्योगिकरणमा, यो दक्षिण एसियाकै औद्योगिकरणको सञ्जालमा हामी कसरी गाँसिने भन्ने कुराहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीले गहिरो चिन्तन गरेर विभिन्न नीति, विचार, योजनाहरू पस्किरहेको छ। त्यसैले शिक्षादेखि स्वास्थ्य, पोषणदेखि सरसफाई, छोरीहरूलाई स्कुल पठाउने, बेटीहरूलाई स्कुल पठाउनेदेखि लिएर यहाँ हुलाकी मार्गदेखि लिएर काठमाडौँ जोड्ने फास्ट ट्र्याक, तल हिन्दुस्तानसँग जोड्ने यो सन्निकटता, प्रोक्सिमिटी, यो कनेक्टिभिटीका विभिन्न आयामहरूमा हामीले काम गर्नुपर्नेछ। आज मधेसका युवाहरू लाखौंको संख्यामा खाडीमा हुनुहुन्छ, ठुलो मात्रामा विप्रेषण पठाइराख्नु भएको छ। यसलाई हामीले कसरी कोल्टे फेराउने हो? यो आम्दानी जति विदेशको विप्रेषण, रोजगारीका लागि विदेशै जानुपर्ने, उपभोगको लागि आयातमै भर पर्नुपर्ने, यो खालको लगानीको लागि घर जग्गा नै खोज्नुपर्ने, यो असाध्यै सागोरिएको विकृत आर्थिक मोडेललाई कसरी परिवर्तन गर्ने भनेर पनि हामी अहिले चिन्तनशील छौँ। त्यसैले राष्ट्रको अर्को 10 वर्ष, 15 वर्ष, 20 वर्ष, विक्रम सम्वत 2100 सम्ममा मुलुकलाई कहाँ पुर्याउने भनेर हामीले एउटा सपना देख्दै गर्दा त्यो राष्ट्रिय समृद्धिको केन्द्रबिन्दुमा त्यो इन्जिन, समुन्नतिको इन्जिनमा हामीले मधेस प्रदेशलाई राखेका छौँ। र यसरी आज राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो निर्वाचनको यो महायज्ञ सुरु गर्दै गर्दा हामीले छानेको मुख्य ठाउँ जनकपुर नै रहेको छ। यो कुरा हजुरहरूलाई मैले निवेदन गर्न चाहे। यहाँ गणेशमान सिंह 16 सालमा निर्माण मन्त्री हुँदाखेरि आएर शिलान्यास गरेको कमला योजना आजसम्म सकिएको छैन। यसले हाम्रो विकास प्रक्रियाहरू कसरी ढिलासुस्ती हुन्छन्, भ्रष्टाचारले गाँजेको छ, आम जनताको अपेक्षाको खिलाफमा कसरी कामहरू हुन्छन् भन्ने कुराको दृष्टान्त यही नै छ। सुनकोशी मरिन डाइभर्जन आयोजनाले आधा मधेसलाई सिंचित गर्न सक्ने, 40,000 हेक्टरमा चाहिँ पानी बगाएर सिंचाइ 12 महिना सिंचाइ गर्न सक्ने, यहाँको उत्पादकतालाई बढाउन सक्ने सम्भावना भएका आयोजनाहरू पनि जति प्राथमिकता दिएर द्रुत गतिमा बढाउनु पर्ने हो त्यो हुन सकेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि यो कृषि, सच्चाइदेखि लिएर सूर्यको दोहनदेखि लिएर हाम्रो यहाँको जलवायु परिवर्तनले लिएर आएका पर्यावरणीय असरहरूलाई, चुनौतीहरू, यी सबैमा एकैचोटि आम्दानी, रोजगारी, लगानी, यी तमाम विषयहरूमा हामीले खाका बनाउँदै गर्दा मधेस त्यसको मध्य भागमा हुनेछ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो सबै कुरा गर्नको लागि दल त चाहिन्छ नै, एउटा समृद्ध विचार बोकेको दल पार्टी पनि चाहिन्छ। त्यसैले हामीलाई कहिलेकाहीँ आरोप लगाउँछन् प्रतिपक्षीहरूले, कतै राष्ट्रिय स्वतन्त्र पार्टी यो संघीयताको खिलाफमा छ कि,
यो मधेस प्रदेश, सुदूरपश्चिम, कर्णाली जस्ता प्रदेशहरूलाई यसले माया गर्दैन कि भन्ने कुराको जवाफ आज तपाईहरूले दिनुभएको छ। यहाँ आएर यो अपार मायाले जनाएको छ कि राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नै दल बन्दैछ। योभन्दा अगाडि हाम्रो सभापति रवि लामी छानेले ठुलो आँट र जोखिम बोलेर यो पार्टी खोल्दै गर्दाखेरि उहाँ सबै ठाउँमा पुग्न सकेनौँ। समय थोरै थियो। हामीले तथ्याङ्क हेर्दै थियौँ, अघिल्लो निर्वाचनमा 33 लाख समानुपातिक मतदाताहरू हुनुभएको यस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले 1 लाख भन्दा कम मत पाएको रहेछ। हामीले चिनाउनै पाएनौँ। अब चिन्दै हुनुहुन्छ रासोपा के रहेछ, कस्ता कस्ता हस्तीहरू बोकेर आइरहेको छ भन्ने कुरा हुँदै गर्दाखेरि यसपालि आशा छ 33-34 लाख मधेसी मतदाताहरूको 60% भन्दा बढी मत यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीमा खस्नेछ। र यो संघीयता खिलाफमा इत्यादि भनेर गरिएका दुष्प्रचारहरूलाई तपाईहरूले चिर्नको लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टीले यही मधेस झरेर महोत्तरीको शान जलेश्वरमा आएर हामीले आफ्नो अर्थ राजनीतिक विचार लेखेका थियौँ र त्यहाँ स्पष्टसित हामीले भनेका छौँ हामी सबै नेपालीको समतामूलक, सबै नेपाली, यहाँ मधेसका नेपाली, हिमालका नेपाली, पहाडका नेपाली, विदेशमा काम गरिरहेका नेपालीहरू सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्याय सहितको उदार अर्थतन्त्र, ढुकुटी बढाउनु पर्यो, आम्दानी बढाउनु पर्यो, रोजगारी सिर्जना गर्नु पर्यो, तर त्यो सामाजिक न्याय सहितको हुनुपर्दछ। त्यो खालको दर्शन बोकेको बहुलवादी, सबै विविधतालाई स्वीकार्ने लोकतान्त्रिक दल हो भनेर हामीले घोषणा यही जलेश्वरमा आएर गरेका थियौँ। त्यसैमा टेकेर हामीले मात्र यति भनेका छौँ कि यो अहिलेको संघीय ढाँचामा सुधार चाहिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले यो 7 वटा प्रदेशलाई चलाउने छैन। मधेस प्रदेश रहन्छ, यहाँ मुख्यमन्त्री जनताबाटै छानिने छन्, तर यहाँभित्र संघीयताको नाममा गरिएका बदमाशीहरू, ल्याइएका विकृतिहरू, मेरा मित्र डाक्टर अमरेश कुमार सिंहले अघि भनिसक्नुभयो, धेरै विकृतिहरू छन् यहाँ। त्यसैले त्यसलाई चाहिँ हामी पखाल्छौँ। सुशासनको जगमा संविधानकै खाकाभित्र रहेर संविधानकै धाराहरूमा टेकेर हामी ती विकृतिहरूलाई सुधार्छौँ र हामीले देखेको एउटा सुधार्नै पर्ने कुरा यो प्रदेश सभा जुन बिचको एउटा चाहिँ कृत्रिम खालको अलिकति अपरिपक्व संसदीय अभ्यास गरिएको छ। हामीलाई कता कता लागेको छ यो पुराना दलहरूले कहिले पनि संघीय संसदमा पुग्न नसक्ने, कहिले पनि मन्त्री बनेर देशलाई आशा जगाउन नसक्ने पात्रहरूलाई पार्किङ गर्नको लागि बनाइएको जस्तो लाग्ने। यो देशमा 884 वटा सांसद मध्ये 550 जति प्रदेशका सांसदहरू छन्। यो संरचना चाहिँ हामीले सुधार्छौँ। तर यसो भन्दै गर्दा संघीयताप्रति हाम्रो प्रतिबद्धता अटुट छ। संविधान मानिसकेपछि यसका शाश्वत सिद्धान्तहरूप्रतिको हाम्रो वफादारी अटुट रहनेछ। तर यस परिधिभित्र प्रदेश सभा जस्ता केन्द्रकै सिंहदरबारकै नक्कल गरेर यहाँ थोपरिएका विभिन्न प्रणालीहरू, विभिन्न संस्थाहरू, त्यसमा हामी सुधार गर्नेछौँ र सुशासनको जगमा हामी त्यसलाई सुधारेर अगाडि जान सक्छौं जस्तो लाग्छ। यो काण्डको भारी बोकेको 3 महिनामा 4 जना मुख्यमन्त्री भएको, अहिलेसम्म 100औं मन्त्री सांसदहरू बनाएर खासै जनतालाई नतिजा दिन नसकेको यो प्रणालीलाई चाहिँ हामी सुधार्नेछौँ र यो हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको यो बहुलवादी लोकतान्त्रिक खाकाभित्र साझा उन्नति, समतामूलक प्रगतिको जुन सपना देखेका छौँ, यो सबै कुराहरूलाई समावेशिता, एउटा उन्नत समावेशिताको सिद्धान्तले बाँध्नुपर्छ र यो देशको अनुहार जस्तो छ, हाम्रो पार्टीको अनुहार पनि त्यस्तो हुनुपर्दछ। यो देशको अनुहार जस्तो छ, हाम्रो राज्यका हर तबकाको अनुहार पनि त्यस्तै हुनुपर्छ भनेर म राष्ट्रिय स्वतन्त्र पार्टी आएको पहिलो दिनदेखि नै मैले बोलिरहेको कुरा यहाँहरूलाई म निवेदन गर्न चाहन्छु। र आज मिथिला सभ्यताको यो केन्द्रमा आएर, मधेस प्रदेशको यो मुटु जनकपुरमा आएर बडो गर्वका साथ म भन्दछु कि यो देशको आगामी प्रधानमन्त्री बालेन्द्र शाह उहाँ मधेसको छोरा त हो नै, तर उहाँ काठमाडौँ महानगरले रोजेको नेता पनि हो र अब यो सिङ्गो देश,
सम्पूर्ण 3 करोड नेपालीहरूको आशा, सबैले एउटा भरोसा गर्न लायक सिङ्गो नेपालको निर्वाचित प्रधानमन्त्रीका रूपमा पनि हामी उहाँहरूलाई प्रस्तुत गर्दैवाला छौँ। त्यसैले साथीहरू, यो एउटा उहाँले महानगरमा गरिसक्नु भएको काम अब देशभरि विस्तार गर्नुपर्नेछ। देशभरि विस्तार गर्नुपर्नेछ। मुलुकको साख, यो गिरेको साखलाई उच्च बनाउनु छ। यो समाजमा, मधेसमा, महिलाहरूमा, उत्पीडित वर्गहरूमा यो सबै कुरालाई, यो अप्रिय ऐतिहासिक विरासतलाई हामीले सम्बोधन गर्नुपर्नेछ। तर धनीको लुटेर गरिबलाई बाँड्ने फोस्रो राष्ट्रवाद, पोखरा आश्वासनहरूको भरमा होइन, यो राष्ट्रिय अर्थतन्त्रको आकार बढाएर, ढुकुटीको सामर्थ्य बढाएर अवसरहरूको न्यायोचित वितरण गर्ने प्रतिबद्धताका साथ सकारात्मक 21औं शताब्दी अनुकूल भिजन दिएर हामी राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढेको छ। म फेरि भन्दछु, यी अप्रिय ऐतिहासिक विरासतहरूको सम्बोधन गर्नको लागि पनि अवसरहरूको पहुँच, वितरण, उपभोग, यी सबै कुराहरूमा सम्बोधन गर्ने गरेर हामी अगाडि बढ्नुपर्नेछ। त्यसैले आदरणीय दाजुभाइ दिदीबहिनीहरू, मुलुकले एउटा युगको अन्त हुँदै अर्को युगको प्रादुर्भाव हुँदाखेरि कोल्टे फेर्ने गर्दछ। यो प्रशान्त एटलान्टिक ओसनमा टाइटानिक जहाज मोडिए जस्तै सिङ्गो मुलुक पनि बिस्तारै मोडिने क्रममा एउटा त्यो बिन्दु आउनेछ। इतिहासकारहरूले 10 वर्ष 20 वर्षपछिका प्राज्ञहरूले आफ्ना शोध गर्दै गर्दाखेरि, पछिका विद्यावारिधीका थिसिसहरू लेखिँदै गर्दाखेरि कुन बिन्दु थियो जब नेपालको राजनीतिले कोल्टे फेर्यो, नेपालको अर्थ राजनीतिक कोर्स उँधो होइन उँभो लाग्ने बाटोतिर गयो, पश्चगमन होइन अग्रगमनको बाटो कहिले समात्यो भन्दाखेरि आज माघ 5 2082 साल मिथिला सभ्यताको केन्द्र यहाँ जनकपुरबाट गरिएको यो परिवर्तनको ऐलान, यो परिवर्तनको उद्घोष दुनियाँले सम्झनेछ, युग युगले सम्झनेछ। पुनः प्रणाम जनकपुर, धेरै धेरै धन्यवाद। क्रममा रविदाई बालेन भन्दा अगाडि म हाम्रो पार्टीका उपसभापति आदरणीय नेता दिदी अर्यालज्यूलाई उहाँको सम्बोधनको लागि अनुरोध गर्दछु। नमस्कार मधेस, म धन्यवाद दिन चाहन्छु मधेसलाई। यस कारणले धन्यवाद दिन चाहन्छु, मधेसले पहाड र हिमाललाई माया गर्दछ, हिमाल र पहाडले मधेसलाई माया गर्दछ। आदरणीय मधेसवासी उपस्थित महानुभावहरू, मलाई थाहा छ तपाईँहरूलाई आतुर छ आदरणीय हाम्रा पार्टी सभापति रवि लामिछाने र हाम्रा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहको मन्तव्य सुन्न तपाईँ आतुर हुनुहुन्छ। हो, मैले भन्ने गरेको छु, मधेस किन भनेर, मधेस यस कारणले भनेर मधेसलाई चिनेको नेता नै हामीले पाएनौँ। नेपालमा यदि सबैभन्दा छिटो, नेपालमा यदि सबैभन्दा सजिलो, नेपालमा यदि सबैभन्दा सस्तो विकास गर्न सकिन्छ भने त्यो ठाउँ हो मधेस। तर किन विकास भएन मधेसमा? तर किन शिक्षामा अगाडि बढेन मधेस? तर किन स्वास्थ्यमा आत्मनिर्भर हुन सकेन मधेस? अनि मधेसले डाक्टरहरू त उत्पादन गर्यो, मधेसले इन्जिनियरहरू त उत्पादन गर्यो, तर मधेसले यो मधेसको नीति बनाउने राम्रो नेता उत्पादन गर्न नसकेको अनुभूति हामीलाई भएको छ। यस कारणले
मधेसका उपस्थित आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, अब मधेसले एकजना नेता मात्र होइन, यो पुरै देश चलाउने प्रधानमन्त्री पाउँदैछ मधेसले। त्यस कारणले आगामी फागुन 21 गते हुने निर्वाचनमा मधेसको 32वटी निर्वाचन क्षेत्रबाट केवल घन्टीमा मतदान हुनु पर्यो, तत्कालीन सरकारले आदरणीय पार्टी सभापति माथि मात्रै अन्याय गरेर तत्कालीन सरकारले हाम्रा देशका भविष्य प्रधानमन्त्रीका हामीले निर्क्युल गरिसकेको उम्मेद्वार तत्कालीन काठमाडौँ महानगरपालिकाको मेयरलाई असफल बनाउनको लागि तत्कालीन सरकारले अनेकौं प्रयास गर्यो। त्यसकारणले त्यो तपाईहरूले भुल्नु हुँदैन, मधेसको जनताले भुल्नु हुँदैन। तत्कालीन सरकार बनाएका त्यति बेलाका राजनीतिक दलहरूलाई फेरि पनि हामीले यदि सरकारमा लगौँ भने बालेन र रवि मात्र होइन, अब हुर्कदै गरेका नेताहरूलाई उनीहरूले छोड्ने छैनन्। त्यसकारणले मधेसलाई यो सन्देश दिन चाहन्छु, बालेनको असफलता चाहन्थ्यो तत्कालीन सरकार, रवि लामिछानेको असफलता चाहन्थ्यो तत्कालीन सरकार। त्यसकारणले अब त्यो छुट छैन। त्यसकारणले म मधेसलाई यो अनुरोध गर्न चाहन्छु र तपाईहरूलाई आजको यो भव्य उपस्थितिलाई म धन्यवाद दिन चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो पार्टी हो जसले देशको भूगोल बुझेको छ, जसले देशको जनताको चेतना बुझेको छ, उनीहरूका लागि काम गर्नको लागि बनेको एउटा माध्यम हो राष्ट्रिय स्वतन्त्र पार्टी। यो एउटा नीलो क्रान्ति हो। यो नीलो क्रान्तिको एउटा उद्गम स्थलको रूपमा चितवन देखेका थियौँ हामीले, तर आज मधेसले प्रमाणित गरिदियो। अब राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 बहुमत ल्याएर सरकार बनाउने स्पष्ट देखाइदिएको छ। धन्यवाद मधेस। यति आवाजले त बालेन आउनुहुन्न, यतिले त पुग्दैन। अझै पुगेन। जनकपुरको सहित काठमाडौँले सुन्नुहोस्, जनकपुरको यो आवाज देशभरिले सुन्नुहोस्। अझै एकचोटि बल लगाउनुहोस्। यस सभालाई सम्बोधन गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता, काठमाडौँ महानगरपालिकाका पूर्व मेयर, यस देशले पाउने मेरो पार्टीका नेता सभापति आदरणीय रवि लामिछानेले प्रस्ताव गर्नुभएको यो देशको पहिलो मधेसी मूलको प्रधानमन्त्री, हाम्रो मधेसको छोरा, देशको सपूत बालेन्द्र साहब बालनलाई यस सभालाई सम्बोधन गर्नको लागि अनुरोध गर्न चाहन्छु। बालन, 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 बालन। नमस्कार। किनकि यता सर्वप्रथम माता जानकी के प्रणाम। विभिन्न आंदोलन में शहीद भेल ज्ञात अज्ञात शहीद पर सम्मान संवेदना। आप सबके जरा भाषण सुने के मूड नहीं देखे आई कि ना? भाषण दू कि नहीं दू? आई सबको काम करे वाला आदमी
फेरि यहाँ सब काम करेला देबै ऐसे करीब 1.5 महीना पहले अयन राम जानकी विवाह महोत्सव मनाई छलिया त एगो बात याद भेल एगो बात खटकल बहुते मन में जे विश्व के सबसे प्रसिद्ध विवाह प्रसिद्ध जोड़ी राम जानकी के विवाह स्थल में विवाह होइ छै लेकिन हम आ सब मधेसिया लोग सब नेपाली लोग सब डेस्टिनेशन वेडिंग करेला जयपुर जाइ छी डेस्टिनेशन वेडिंग करेला मिथिला में कले आबै छी यहाँ से जब राम जानकी के विवाह भेल है तो हम सब बाली में जाकर कैला डेस्टिनेशन वेडिंग करे अहिया कैला नहीं हुई है सरकार के नीति एहन कैला है कि मिथिला के एगो मैनेजमेंट एगो सरसफाई एगो व्यवस्थापन एगो आकर्षण बढ़िया कैला नहीं बनाल गेल है ये कौन नीति है आई दूगो बात बहुत प्रश्न भ गेल है पहले बात मधेश में पहले बेरी सब जात के लोग आए थे अयन कोनो एगो जात के आदमी नहीं देखी थी सब जात के आदमी अयन मधेश में पहले बार आए थे दोसर बात जे जनकपुर बहुत ही फेमस है एगो बात के लागी आई से 1 साल पहले जनकपुर बोर्ड से जीतल रहे कप तो वो जीतल तो एगो जात खुशी नहीं भेल छले पूरा मधेश खुशी भेल छले पूरा नेपाल खुशी भेल छले तो देश के विकास जनकपुर बोर्ड जगह कैले नहीं होए के चाहिए देश के विकास एहन होए के चाहिए मधेश के विकास एहन होए के चाहिए कि सब जात खुशी होए सब जात के विकास होए आई बहुते गोरा काठमांडू में पूछी चला या जनकपुर में पूछी है कि राष्ट्रीय स्वतंत्र पार्टी के संघीयता प्रति के प्रदेश प्रति के धारणा कथी है हम ये कहे चाहे कि प्रदेश आरो बलगर बनावे के है आरो बलगर बनावे के है प्रदेश के काम एगो वार्ड में जाकर 50,000 के धारा जोड़े के ना है प्रदेश के काम कमती में 3 गो 4 गो पालिका के जोड़े के काम है प्रदेश के आज जनकपुर के मेयर के प्रमुख प्रशासक के अधिकृत फेरे पड़ी तो काठमांडू जाए पड़ी कैला जनकपुर प्रदेश के राजधानी होला तो काठमांडू कैला जाए पड़ी था अहिया कैला नहीं हुआ वहीला प्रदेश के बलगर बनावे के है कि काठमांडू जाने पड़े अहिया व्यवस्था भ जाए काठमांडू अधिकार मांगेला नहीं जा घूमेला जा पशुपति काठमांडू घूमेला जा पशुपतिनाथ जा स्वयंभूनाथ जा दर्शन करेला जा अधिकार मांगेला जाए के नहीं पड़तो कर सकते काठमांडू के मेयर के रूप में बैठल छलिए लोग कई आदमी के भेटबे नहीं करे है वही डेली माइती घर मंडला में उखू किसान के आंदोलन हुई है मीटर ब्याजी पीड़ित के आंदोलन हुई है हम मुख दर्शक बन कर बैठल छी हम कथू नहीं करे सकी काठमांडू के मेयर के रूप में हम कथू नहीं कह सकली तो बैठू नहीं सकली आप कह के दिखाए पहला कि आप सब सोची हो काठमांडू में रह के हम 35 गो पालिका के एम्बुलेंस बनावे सकलिए संघ सरकार में जाए तो कथी करब भैया सब गोड़ा समाजवाद के बात करिए मधेश में पूरे देश में सब समाजवाद के बात करिए लोकतंत्र के बात करिए समाजवाद पता है काठमांडू महानगर पालिका हर एक वर्ष 20,000 विद्यार्थी के स्कॉलरशिप दे फ्री में महंग कॉलेज पढ़ेला फ्री वीसा फ्री टिकट बिना ढुआ के विदेश जाना नहीं कॉलेज पढ़ेला आई महंगा स्कूल में महंगा कॉलेज में वार्षिक 20,000 विद्यार्थी फ्री में पढ़े पभी ऊ समाजवाद है
समाजवाद वही के कही आई महंगा महंगा हॉस्पिटल में 10% बेड फ्री में मिली विपन्न के ऊ समाजवाद है। जे समाजवाद काठमाडौँ महानगरपालिका में है से समाजवाद 7वें प्रदेश में चाहिए, 753 पालिका में चाहिए कि नहीं चाहिए हो तो बढ़िया से कहा ना चाहिए कि नहीं चाहिए। काठमाडौँ में रहकर हम सब मंदिर जोगैलियो, पार्टी पहुआ संरक्षण कैलियो, पोखरी संरक्षण कैलियो, फलसा बनैलियो, लेकिन आज मिथिला में जनकपुर में आए के पोखरी, आए के मंदिर, आए के पार्टी पहुआ इंतजार करके बैठल है कि कहियो केहू आई तो हमरा संरक्षण कर दे। ऊ कहियो केहू आए वाला ऊ केहू राष्ट्रीय स्वतंत्र पार्टी आइया के मंदिर के, आइया के पोखरी के, आइया के भूमि के संरक्षण राष्ट्रीय स्वतंत्र पार्टी करते यार। सब हमरा काम दू करेला हम काम करके देखाए। आज पहले मेरे भाषण दै छियै, एगो बात कह दै छियै सबके। आज पहले मेरे भाषण दै छी कहला कि हमर मेयर के पद राजीनामा भ गेलै, हम फुर्सत में छी। 4 साल का फुर्सत नहीं चले तो भाषण कत से दू त पावन भूमि में आयल छी तो एगो बात कहे चाहिए कि पूरे देश में टूरिस्ट जम्मा 10 लाख अभी है पर्यटक। अब यह अयोध्या में बारिश में 10 करोड़ टूरिस्ट अभी है। जानकी माता अकेले के क्षमता है कि 1 करोड़ टूरिस्ट लावे के। बहुत बहुत धन्यवाद। उपस्थित भेली बहुते जिला से आयल छी, बहुते पालिका से आयल छी, सब गोरा दूगो बात भेले। एगो तो अहाँ सबके हमरा सबके मिलन भ गेले, दोसर जानकी माता के पूजो भ गेल, दर्शनो भ गेल। एगो बात अंतिम में कहे चाहे छी, छोट में एगो बात अंतिम में कहे चाहे छी। आई एगो मधेसिया छौड़ा प्रधानमंत्री बनेला है, वहीला आई एगो मधेसिया पीएम बने वाला है, वहीला घंटी में वोट नहीं रहे के, सही लोग आवे वाला है, वहीला घंटी में वोट रहे के, सही समय आने वाला है, वहीला घंटी में वोट रहे के, सही सरकार आने वाला है, वहीला घंटी में वोट रहे के। सब गोरा के फेरू मन से धन्यवाद। जय जानकी माता, जय मिथिला, जय मधेश, जय देश, जय नेपाल, जय घंटी। राष्ट्रीय स्वतंत्र पार्टी का सभापति, यो देशलाई सपना देखाउन थालेको अभियन्ता, सफल पत्रकार र मधेसको छोरालाई देशको प्रधानमन्त्रीको रूपमा प्रस्तावित गर्ने एउटा नेता, एउटा त्यागी नेता रवि लामिछानेज्यूलाई तर यतिले पुगेन। रवि जय, रवि जय, रवि जय।
घन्टी जय जय घन्टी जय जानकी माता उपस्थित रहनुभएका मधेसका तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैलाई मेरो प्रणाम। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, लामो समयसम्म तपाईहरुमाझ विभिन्न कार्यक्रममा म बोल्दै आएको छु, तर आज मलाई पहिलो पटक यस्तो महसुस भएको छ कि अब मैले बोल्नु पर्दैन। मेरो घरको कुनै भित्तामा कुनै झोलामा संसारकै सबैभन्दा लामो टक शो चलाएर बोलेर आर्जन गरेको एउटा वर्ल्ड रेकर्ड छ, तर मलाई लाग्छ अब त्यसको पनि केही काम छैन, अब बोल्नु पर्दैन। किनभने यस अघिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा बिउ रोपेर गएको थियो, उन्नत बिउ। हामीलाई धेरैले भने मधेसमा त तपाईले भोट ल्याउनु भएन, मधेसमा त तपाईहरु लोकप्रिय हुनुहुन्न, मधेसका जनताले त तपाईलाई माया गर्दैनन् भनेर धेरैले भनेका थिए। तर मलाई थाहा थियो कि मधेसले माया गर्छ, त्यसैले त मधेसले उन्नत बिउ रोपेको थियो र त्यो बिउ आज हुर्केर बढेर फल लागेर लह भएको छ। जसरी धानका बारा लह हुन्छ, आजको यो उपस्थिति त्यो हिजो रोपेको बिउ हो। यो बिउ मात्र होइन, तपाईका तमाम आँखाहरूमा देखिएको यो देशको सपना हो। यो सपनालाई अपदस्थ भएका मानिसहरूले खोसेका थिए, लुचेका थिए, लुकाएका थिए। अब त्यो सपना खोसेर लिन्छ मधेसले, अब त्यो सपना खोसेर लिन्छ देशले। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई सम्झना छ जब चितवनका जनताले संसदकै सबैभन्दा धेरै भोट दिएर मलाई पठाएका थिए, मलाई छलछाम गरेर संसदबाट निकालियो। हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिए, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछु। प्रत्येक दिन मेरो टाउकोमा लागेका मुद्दाहरूका कारण प्रत्येक दिन देशको कुनै न कुनै अदालतमा मैले उपस्थित हुनुपर्छ। भोलि पनि 3-4 अदालतमा म माथि मुद्दा लागेका छन्। मलाई परवाह छैन, जनताको मुद्दा बोकेर हिँडेको मान्छे, त्यस्ता मुद्दा लड्दै गरौँला, जित्दै गरौँला, हारे हारिन्छ, जिते जितिन्छ। म आज धेरै बोल्दिन, म यति मात्र बताउँछु, जुन दिन म इतिहासलाई, म मधेसलाई एउटा कुरा दर्ज गराउन चाहन्छु। जुन दिन बालनजी र मेरो भेटघाट भयो, त्यो भेटघाट सकिएर म घर गएँ। भोलिपल्ट बिहान उठेर मैले हेरेँ, उज्यालो घाम लागेको दिन थियो। मेरो घरमा मेरो आमाको, स्वर्गीय आमाको तस्बिर पनि छ। मैले मेरो आमाको तस्बिरसँग कुराकानी गरेँ, किनकि कुराकानीका क्रममा बालनजीले मलाई मेरो कुराकानीको क्रममा बालनजीले मलाई मेरो सपना सोध्नु भएको थियो। मैले आफ्नो सपना बताएको थिएँ, उहाँले आफ्नो सपना बताउनु भएको थियो। हामीले एकअर्काको सपना साझा गरेका थियौँ। भेट भएको 5 मिनटमा नै हामीलाई थाहा थियो कि हामी सँगै हिँड्न सक्छौँ। 5 मिनटमा तपाईलाई आज यति कुरा पनि बताइदिन्छु। म रवि लामिछाने र बालन शाह बीचको वार्ता 5 मिनटमा सकिएको हो। बाँकी त हामीले एकअर्कालाई चिन्नका लागि मात्र समय खर्च गरेका हौँ। जब देशको हितलाई केन्द्रमा राखिन्छ नि, त्यतिखेर कुनै वार्ताको नाटक गरिरहनु पर्दैन। तर आफ्नो हितलाई राख्यो भने मात्रै यो वार्ता हुने मानिने।
हामी दुवै यो देशको हितका लागि र जनताको चाहना अनुसार एकै ठाउँमा आएका थियौं, किन यसको विकल्प छैन। अब नेपालले यो गरिबी सहन सक्दैन, अब नेपालले यो विभेद सहन सक्दैन र पर्दैन। र त्यस दिन बिहान जब मैले मेरो स्वर्गीय आमाको तस्बिरमा हेरेर मैले भने, मैले आमालाई भने, आमा बालनले देश बनाउँछ, बालनले हाम्रो सपना पूरा गर्छ, यो भनाइको साक्षी मेरो श्रीमती छिन्। मैले उनलाई अँगालो हालेर उनलाई पनि त्यही भने, मेरो आमासँग कुरा भयो र मैले आमालाई भने, आमा बालनले देश बनाउँछ। यो मेरो विश्वास हो। मलाई चिन्ता छैन। कुनै पनि दिन अपदस्थ भएको हेलिकप्टरबाट भागेको बच्चालाई गोली ठोकेर भागेको सरकारले लगाएको मुद्दाले, अपदस्थ भएको बच्चालाई टाउकोमा र छातीमा ताकेर गोली लगाएको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्याउला, मलाई अब चिन्ता छैन, किनकि देशले बालन पाएको छ। बच्चालाई छाती र टाउकोमा गोली हानेको सरकारले मलाई गरेको अन्यायको कुनै हिसाब छैन। देशलाई र मधेसलाई गरेको हिसाब, त्यो अन्यायको हिसाब अब चाहिँ लिने हो। अब त्यो हिसाब हामी लिनेछौँ। मलाई कुनै परवाह छैन। मलाई विश्वास छ यतिका मूर्धन्य नेताहरू यहाँ उभिनु भएको छ। जनताको यति ठुलो साथ पाएपछि अब चिन्ता गर्न पर्दैन। अब देश समृद्धिको बाटोमा अगाडि बढ्नेछ, सामाजिक न्यायको बाटोमा अगाडि बढ्नेछ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई धेरै अगाडि भन्नुहुन्थ्यो कसैले कि तपाईँ मधेस त्यति आउनुहुन्न, मधेसमा तपाईँहरूको त्यति धेरै सङ्गठन राम्रो छैन, मधेसमा तपाईँहरूको उपस्थिति कम छ भनेर धेरैले भन्नुहुन्थ्यो। उहाँहरू सबैलाई म एउटै जवाफ दिन चाहन्छु, मधेसमा धेरै आई वा दुरुस्त आई। समान दाजुभाइ दिदीबहिनीहरूलाई म यहाँबाट के आश्वस्त गराउन चाहन्छु, के विश्वस्त गराउन चाहन्छु भने म उनीहरूको आलोचना गर्न आएको होइन, म उनीहरूको आलोचना गर्न पनि चाहन्न। जसलाई जनताले लखेटेर भगाए तिनको आलोचना गरिरहनु आवश्यक छैन। छोडिदिनुहोस्, हामीले कसैलाई देश छोड भन्न पर्दैन। देश छोडेर गएकाहरूलाई फिर्ता ल्याउन सक्ने कानुन नीति नियम हामीले कायम गरौँ। हामीले कसैलाई देश छोड भन्न पर्दैन। अब परेन देश छोड्न भयो। म यति मात्र भन्छु, हिजोका दिनमा विरोधीहरूलाई छान्दै सखाप पार्न खोज्ने र यो देशको सपनालाई, इतिहासलाई बदल्न खोज्ने मानिसहरूलाई म यति भन्न चाहन्छु, हामी इतिहास पढ्ने मान्छे होइनौँ, हामी इतिहास लेख्ने मान्छे हौँ। मधेसले अब इतिहास लेख्नेछ। यहाँ धेरै मानिसहरूले कोही पहाडवादी भए, कोही हिमालवादी भए, कोही मधेसवादी भए। अब यहाँ कोही मधेसवादी छैन, अब नेपालवादी, सबै नेपालवादी। यो देश बन्छ भन्ने कुराको सपनाको बीजारोपण गर्नुहुने बालेन्द्र शाहले एउटा प्रशासकीय अधिकृत माग्दा पाएनन्। यिनीहरूको मान्छे राज्यका भित्तामा कोठा चोटामा भर्ता गर्दा यिनीहरूलाई लाज भएन, देशलाई हरितन्नम बनाउँदा लाज भएन। तर जनताको लोकप्रिय मान्छेले एउटा प्रशासकीय अधिकृत पाएन। अब प्रशासकीय अधिकृत होइन, तिम्रो सत्ता फेर्ने हो र जनताको सत्ता स्थापित गर्ने हो। म यति भन्न सक्छु, तपाईँको आँखा र तपाईँको अनुहारमा हेरेर उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, तपाईँ हामीले देखेको सपना अब पुरा हुन्छ। त्यो यात्रामा आजबाट हामी जोडिएका छौँ। मलाई यो पनि विश्वास छ
मलाई यो पनि विश्वास छ यो देशका लागि सपुत कहाँ छ भनेर खोज्दै जाने होइन, यो देशका लागि सपुत म हुन्छु भनेर अगाडि बढ्ने हो। अब त्यो यात्रामा हामी अगाडि बढेका छौँ। म पुराना राजनीतिक दलका नेताहरूलाई प्रतिशोध हामीबाट हुन्न भन्ने कुरा ढुक्क पार्न चाहन्छु। तपाईँका लागि झुटा मुद्दा लगाउँदै अदालतको ढोका चार्दै हाम्रो सरकार जाने छैन, ढुक्क हुनुहोस्। तर देश लुटेर कमाएको एक एक पाइको हिसाब चाहिँ गर्नेछौँ। अन्यायको हिसाब हुन्छ, विभेदको हिसाब हुन्छ, चेलीबेटीलाई रुवाएको हिसाब हुन्छ, बालबालिकालाई टुकुरा बनाएको हिसाब हुन्छ, मधेसलाई गरिब बनाएको हिसाब हुन्छ, स्कुलमा खाना नखानेको हिसाब हुन्छ, चेलीबेटीहरूलाई बोक्सीका नाममा गाउँमा दिदीबहिनीहरूलाई हिसाब खुवाएको हिसाब हुन्छ। हर चिजको हिसाब हुन्छ, एक एक हिसाब हुन्छ। किनभने अब की बार जय देश, जय मधेस, जय घण्टी। नेपालमा परिवर्तनको उद्घोष सभा सफल भयो, यो सारा देशले सुन्यो। हामी बीच शहीद परिवारका प्रतिनिधिहरू पनि आउनु भएको छ। सहयोग गरिदिनको लागि सुरक्षाकर्मी र आयोजकका स्वयंसेवकहरूलाई अनुरोध गर्न चाहन्छु। यस उद्घोष सभाबाट हाम्रा पार्टीका सभापति आदरणीय रविलाल छानेलज्यू, पार्टीका वरिष्ठ नेता यो देशको भावी प्रधानमन्त्री बालेनज्यूलाई सहजतापूर्ण रूपमा निस्किनको लागि सहयोग गरिदिन सबैजनालाई अनुरोध गर्न चाहन्छु। माथि नचढौ नि त। साथीहरू माथि नचढ्नुहोस्, माथि नचढ्नुहोस्। माथि नचढ्नुहोस्। सबैजना तल ओर्लिदिनुहोस्।
ट्रेजेडी होगी। सेंट पीटर्सबर्ग के अंदर में एक बहुत बूढ़ा रवि रहता था, यू। वहां का जो बिशप था वो दोनों बहुत दोस्त थे। तो एक दिन बिशप उसके घर पे आया तो रवि जो था करीब 80-85 साल का था, तो उसकी आंखों में आंसू थे। उसने कहा, रवि क्या बात है, आज तुम उदास लग रहे हो? नहीं, उसने कहा सोच रहा था। उसने कहा क्या सोच रहे थे? उसने कहा मैं ये सोच रहा था कि जूस का क्या होगा। उसने कहा देखो पिछले 2000 सालों से तुम संघर्ष कर रहे हो, 2000 सालों से यात्राएं सह रहे हो, 2000 सालों से तुम्हारे ऊपर इतनी अधिक वो हुई, प्रोग्राम थे दुनिया में, क्या तुम्हें इस बात का रोना आ रहा है? उसने कहा नहीं, मुझे इस बात का रोना नहीं आ रहा। मेरे विचार में यह ख्याल आया कि इन हजारों सालों तक संघर्ष की जिस परंपरा से, जिस आग को जिंदा रखा है, कहीं आने वाली पीढ़ियां इसको भूल तो नहीं जाएंगी, और भूल तो नहीं जाएंगी कि हमें अपने आप को फिर से शक्तिशाली बनाना है, अपनी रक्षा करनी है। ये भाव था।